अहिले पनि हेर्यो भने यही गोगनपानी हुँदै चौराठाको बाटो अहिले पनि सञ्चालनमा आइरहेको छैन। जैसीडाँडा हुँदै द्वारीको बाटो भित्री खोलाको बाटो सञ्चालनमा आएको छैन। टोली हुँदै लेकटोली हुँदै बालोटार जाने बाटो अहिले पनि सञ्चालनमा आएको छैन। यस्ता थुप्रै तल्लो नाउली हुँदै सल्लेरी जाने बाटाहरू यस्ता थुप्रै बाटाहरू चाहिँ सञ्चालनमा आउन सकेको छैन। पटक पटक नौलेका व्यापारी नागरिक र यहाँका राजनीति र बुद्धिजीवी र कार्यपालिका सदस्यहरूले पटक पटक नौले क्षेत्रमा सिसिटिभी गर्नुपर्छ र अनावश्यक खर्चहरू र यो क्षेत्रलाई रोक्नुपर्छ भने पटक पटक भन्यो। त्यसको चाहिँ अहिलेसम्म समाधान हुन सकेको छैन र नौले गाउँपालिकाकै हकमा हेऱ्यो भने फोहोर व्यवस्थापनका लागि पटक पटक आवाज उठ्यो। खोला क्षेत्रहरू सबै फोहोरले भरिएको छ तर त्यो व्यवस्थापन हुन सकेको छैन। अहिले पनि यही कार्यालयभित्र हेऱ्यो भने विभिन्न कर्मचारीहरूलाई अहिले पनि सरामर्थ यत्रो चाहिँ 6-7 महिना हुन लागिसकेको कर्मचारी घर पस्ने कि जाने कि जागिर खाने कि नखाने भन्ने अहिलेसम्म ठेगान गर्न सकिरहेको छैन। अहिलेसम्म हेऱ्यो भने अध्यक्ष हुनुहुन्न, कहिले लेखापाल हुनुहुन्न, कहिले इन्जिनियर हुनुहुन्न, कहिले चाहिँ तपाईँ प्रमुख प्रशासकीय अधिकारी हुनुहुन्न, कहिलेका शाखा पर्याप्त मात्रामा कर्मचारी सकिरहेको छैन। यस्ता व्यक्तिहरूको बारेमा चाहिँ हामीले आवाज उठाउनुपर्छ भन्दा हामीले चाहिँ यो ज्ञापन पत्र गइरहेका छौँ। सम्पूर्ण गल्ती गर्ने यो कुरा त एकदम राइट हो।